हेलो एभ्रिवान, नमस्ते। फेरि सबैजना स्वागत छ मेरो एउटा अर्को भिडियोमा। हजुरहरू कस्तो हुन्छ आशा गर्छु सबैजना सन्चै हुन्छ र साथीहरू। आज चाहिँ मैले मेरो भिडियोमा बिहान मर्निङबाट स्टार्ट गरेको सन्डे हो, त्यसैले म चाहिँ आज मर्निङै ट्युसन पढाएको र ट्युसन आधीको चाहिँ छुट्टी भएको छ र आधीको चाहिँ फिनिसै भएको छैन र यता चाहिँ हेर्नु न नानी बुढी आइज त्यति नै। ऊ चाहिँ के हो भनेदेखि यति कथेर गाना गाउँछन्। ऊ चाहिँ भने हाम्रो घरबाट अलिकति टाढा छ, नानी बुढी आज धेरै दिनपछि आउनु भएको रहेछ र यता चाहिँ हाँसेर फेरि टिस्टीहरू ट्युसन पार्टीहरू छुट्टी पनि भइसक्यो र यता चाहिँ म भित्र थिएँ र कहाँ गएछन् सबैजना भनेर म चाहिँ उनीहरूलाई हेर्न जाँदैछु। कता गएछन् सबैजना, आज चाहिँ पुरा टेङ्गा लिएर आएका छन् नि त भनेको त यता हेर्न छतमा बसेर। पिहु कहाँ गएछन्? दिनको चाहिँ दोकान चाहिँ कुद्ने काम मलाई खाने साथ देखा खोइ। यता हेर त, यता हेर त, सुक्न अरे खान्छु बेटी। ए भगवान्, दुईटा खतम गरिसक्यो। भन गाइस, यहाँ हेर्नु त, उठाउन सकिरहेन त भगवान्। अझै ओएमजी छ है एउटा गोटा। मानेर तिमीलाई म सल्युट गर्छु। दुई ए भगवान्, अझै अझै छिलेको भने उठाउने उठाइ हेर त, एउटा हाँस्दै मजा लाग्दैन नि, पुरा टेस्टी छ। अहिले धान काट्ने सिजनमा मेन खाने हो, तर यहाँ त के अगाडि नै सकिदिइहाल्छ। काटिसक्यो होइन, हुन चाहिँ सक्यो नि त पहिले नै। कहिले अहिले कहीँ कहीँ कुनै जग्गामा मात्रै छ जसले पुरा कराई कराई टेङ्गा लान्छ राख भन्छ, जसले राखेको छ किन झारे कहाँ जसले कराउँछ त्यसको बारीको मात्रै बाँचेको छ, नभएदेखि खतम भइसक्यो। अमो बेटी को यस्तो खाने? अम्मो यता हेर्देऊ। हेलो गाइस भन्देऊ, भन्यो त एकबाट टेङ्गा खाइके। हेलो गाइस सबैजना अब टेङ्गा साँधेर खानुबाट बिजी छन् भनेर मैले चाहिँ तल सकेर तल आएँ। चलाउनु पऱ्यो भनेर झन्डै डरे नाचेर। आज चाहिँ अब सन्डे हो गाइस, अब बिहान चाहिँ त्यस्तै हल्का फुल्का खायौँ। ब्रेकफास्टमा म्यागी र अब मुढी खायौँ र त्यसैले अब बिहानै छिटै गरेर मैले चाहिँ खाना पनि बनाइदिइहालेको। अब सन्डे हो, त्यस्तै बजार सजार जय हुन्छ र यता चाहिँ अब सबैजनाले हेर्नु न खाएर निचे पनि आइसकेको छैन। हेर्न टेङ्गा चाहिँ कति बचाएछन्। सकेर यहाँ खाएर एक भाँडा सकेर खाएर यति बच्चा र यता चाहिँ फेरि म आएँ बारीमा। आज हजुरहरू म बारी मेरो देखाउँछु भने यति खुसी लाग्दैछ नभन्न साथीहरू। उता मुला साग, यता तोरीको साग, प्याजको पत्ता त अस्ति टिपेर पनि खाइसक्यो। यति मजाले भएको छ हेर्न। हजुरहरू नदेखाइकन म एकदम राखेँ गएर पछाडि यस्तै आएको त डुल्दै गरेर कस्तो भएछ बारी चाहिँ भनेर आएर हेरेको त नहुने यति मतलब राम्रो भएछ कि देखेर लोभ लाग्दो। अलिकतिमा त मुला साग पनि खाने हुन्छ र साथीमा हिजो चाहिँ गाइस त मैले हजुरहरू भने थिएँ सिन्की हुँदो रहेछ भनेर, त्यसलाई मैले चाहिँ सुकाएको थिएँ र सोचेँ कि बयममा अचार हालिदिन्छु भने। र अचारको लागि चाहिँ मैले डेडली हिजो अब धनियाँ पनि ल्याउनु भएको थियो र धनियाँ खोर्सानी चाहिँ फ्राई गरेर हाल्नुपर्छ र लसुन चाहिँ हाल्नु हुँदैन र हाल्न पनि सकिन्छ। र मैले चाहिँ नुन र खोर्सानी त्यति मिसाएर मजाले मलेर बयममा पनि राखिदिएँ। र यता चाहिँ हिजो सिलाउँदै गर्दैछु भन्दै थिएँ। त्यो बेलबेटको ब्लाउज चाहिँ अझै तक मेरो सिलिएको छैन, नभनौँ न यति दिगदार भएको थियो। साथीमा के भएको कुरा चाहिँ भनेदेखि नैना आएकी थिइन्, उसँग बोल्दा बोल्दै मैले चाहिँ कसरी सिलाउनु पर्ने काटिदिन्छु, त्यसैले एकदम प्रब्लम भयो मलाई चाहिँ। र यता सिलाउँदैछले बिचमा छोडेर हामी चाहिँ अब बजार जान भनेर निस्किसकेको छौँ र हामी चाहिँ सदाको जस्तै आज पनि दुखेन हलिडे बजार हिँडेको। कोही कोही चाहिँ बाटो हिँड्दैन के सो हेर्दै हिँड्दैछ। र यता चाहिँ हामी बजार आइपुगेर गाइस अब सबै बजार पनि गरिसक्यौँ। झोला चाहिँ भोलि गउँछ। झोला चाहिँ कति छिटो भोलि भनेदेखि गाइस धेरै चाहिँ मुला लिएको छ। अब अचार हाल्नको लागि ठन्डा दिनमा थाहा छ हजुर अचारहरू चाहिँ यति राम्रो लाग्छ नभनौँ न। र सबै हालेर राख्छु भनेर सोचेको छु। र यता चाहिँ फेरि आएँ म टापमा र हस्बेन्डलाई चाहिँ बोलाएको थिएँ झोला लिनको लागि र आउनु हुँदैछ भन्नुभयो। र रोकिँदाखेरि त्यसै बिचमा अब म चाहिँ एकदम साइडमा टापहरू चाहिँ हेरिराख्छु भने व्हाइट कलरको हेर्दै थिएँ, बट व्हाइट कलरको चाहिँ थिएन र त्यसैले म चाहिँ रेड कलरको हेर्ने यति प्रिटी लाग्छ
लाग्दो त नभन्न म चाहिँ भित्र राख्छु स्ट्यान्ड पनि मगाउँछु भनेर सोचिरहेको थिएँ र यति राम्रो लाग्दैछु र त्यसैपछि हामीले बिर्सेका थियौँ अब टमाटर लिन र हस्बेन्ड पनि आधा झोलाहरू पनि लगिसक्नुभयो र अर्को झोला पनि ल्याइदिनु भएछ हामीलाई र यता चाहिँ हामी टमाटर लियौँ अब टमाटर चाहिँ बिर्सेको थियौँ आज चाहिँ एकदमै छिटो भयो बजार गर्न नभन्नु घाम चाहिँ त्यस्तै झुल्किरहेको छ र साथीमा फुल पनि लिने भनेर हामी चाहिँ गयौँ र सबै बजार सजार गरेर आयौँ फेरि हामी चाहिँ अब बजार गरेर पनि आइसकेका छौँ र फुल चाहिँ हेर्न यति राम्रो र अघि टाप चाहिँ हस्बेन्डलाई पठाइदिएँ र अब चाहिँ फुलहरू एकदम रोप्ने र लिएर आएको थियौँ ल्याउँदा ल्याउँदै एउटा कली चाहिँ भाँचियो टुटे भाउ चाहिँ यति दुःख लाग्दैछ र जाडोले चाहिँ कक्रिँदै अन्त अलिक छिटै घर आइपुग्छौँ नि आज चाहिँ फिटेमा नभए सधैँको यस्तै हो सात कम्पलसरी रातिको 7 बज्यो र हुन्छ त साथी फेरि भेट्नेछु अर्को नेक्स्ट भिडियोको साथ तब तकको लागि बाई बाई र मेरो भिडियो के कस्तो लाग्यो कमेन्टमा भन्नु होला बाई गर्नु